बर्दिवासमा 12वटा राष्ट्रिय झण्डा परिवर्तन। महोत्तरीको बर्दिवास सिन्धुली सडक खण्डमा रहेका 12वटा नेपालको राष्ट्रिय झण्डा परिवर्तन गरिएको छ। रोटरी क्लब अफ बर्दिवास तथा रोटरैक्ट क्लब अफ बर्दिवासद्वारा 8x5 फिट आकारका नयाँ झण्डा फेर्ने कार्य सम्पन्न गरिएको हो। उक्त कार्यक्रम बर्दिवास नगरपालिका र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लब, रोटरैक्ट क्लब तथा ट्राफिक कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पुरानो तथा च्यातिएको अवस्थामा रहेका झण्डाहरू हटाई नयाँ झण्डा राखिएको आयोजकले जनाएको छ। यस कार्यले बर्दिवास क्षेत्रको सौन्दर्य वृद्धि हुनुका साथै राष्ट्रिय पहिचानप्रति सम्मान झल्काएको स्थानीयवासीहरूले बताएका छन्।